नेपालीको बानी कस्तो छ भने मासु ल्याएपछि चाहिँ तेल मसला झरीझट्टा हालेर चिल्लो न चिल्लो बनाएर खाने बानी छ। मेरो पनि बानी त्यस्तै छ। अब यस्तो गरेर हामीले सधैँ खाँदा त हाम्रो हेल्थ कस्तो होला ल हेर्नुहोस् त। स्वास्थ्यलाई पनि हेर्न पर्यो के, स्वास्थ्य बचाउनु पर्यो, आफू बाँच्नु पर्यो अनि अरू सबैलाई बचाउनु पर्यो। त्यो हिसाबले चाहिँ यो डबल बोइलर मैले हजुरहरूको लागि लिइराइसकेको छु। यसमा टक्क खाना पकाउने यो चामल हाल्ने टक पनि दिएको छ भने यसमा चाहिँ सानो सानो 3वटा कप, अब बिर्को पनि देखिराख्नु भयो होला। यसमा हजुरले अब भेजिटेबलहरू बोइल गर्न मिल्छ। टक्क हजुरले यसमा चाहिँ यो 3 थरी भेजिटेबल राखेर मजाले बोइल गर्न मिल्यो। यसमा भित्र बाहिर पुरै पानी हालेर अनि टक्क यो ग्लासको लिड छोपिदिएपछि मजाले हजुरले बोइल गर्न सक्नुहुनेछ। अहिले त टिकटकतिर कति मासु पनि पानीमा पकाइराखेको देख्नु भएको छ नि, तर तरिका जानेर पकाउनु भयो भने मिठो हुन्छ। हेल्थको लागि स्वास्थ्यको लागि विचार गर्नुहुन्छ भने हजुरहरूको लागि यो डबल बोइलर बेस्ट हुनसक्छ। खेन ब्रान्डको 2 वर्ष वारेन्टी रहेको छ। हजुरलाई यस्तो खालको चाहिँ डबल बोइलर चाहिराखेको छ भने अब हजुर 1-2 जना मात्रै हुनुहुन्छ भने मजाले यसमा भात पकाउन पनि मिल्छ ल। यस्तो खालको भाँडा चाहिँ खरिद गर्न चाहनुहुन्छ भने हाइटेक भिजनमा सम्पर्क गर्नुहोला।